अनि प्रदीप जी हल्ला त यो छ कि हजुरले पिताम्बरमा त रगतको होली खेल्नु बोल्ने मान्छे कहाँ छ मलाई मन पनि एकदम ब्ल्याक एन्ड व्हाइट हो हैन त्यो चीज भन्छ एकदम सजिलो हुन्छ जस्तै हाम्रो क्यारेक्टर पिताम्बरले गएर त्यो एरियालाई सफा गर्नको लागि चाहिँ पिताम्बरको जन्म भएको हैन दाइदाले पिंक लगाइदिन पर्ला लभिङ केयरिङ हो नि त हैन यदि त्यो माने भने दाइदाले सबैभन्दा माया गर्ने दाइदाले आउन छ त्यहाँ जमघट माहौल हुन्थ्यो खोज्न सिधै त्यहाँ हामीहरु एउटा ठाउँमा जानु पर्थ्यो दिव्यालाई चाहिँ अब दिव्यालाई चाहिँ ऑरेन्ज ठीक हुन्छ अनि सिन्दुरको कलर हो नि त हैन सिन्दुरको कलर हो नि त जय पिताम्बर रियालिटी नेपाल सबै कुरा रियल छ भिलेन चाहियो भिलेन यहाँ छ अनि प्रदीप जी हल्ला त यो छ कि हजुरले पिताम्बरमा त रगतको होली खेल्नु बोल्ने मान्छे कहाँ छ धेरै हाइट सानो भएको मान्छे बोल्यो क्या रगतको होली होली त खास सेलिब्रेसन फेस्टिभल कलरको हो हैन अब फिल्ममा पनि छ एक हिसाबको तपाईले भनेपछि नेगेटिभ माथि पोजिटिभको विजय भएको छ कि छैन त डेफिनेटली छ हैन भन्ने त्यही हो के है छ त्यहाँ पनि अब एक छ त्यस्तै खालको पिताम्बर फ्यामिलीको तर्फबाट सम्पूर्ण नेपाली दर्शकहरूलाई ह्यापी होली चैत 29 मा चाहिँ पिताम्बरमा आउनुपर्छ है कलाकारको त अनुहारको ह्यापी होली आज त कहाँ अब यो दसैँ हो त टिका लगाउन डाइरेक्टर साहबले जल्दी सबैले कपरेट लाग्ने हो प्रदीप झ्यामै डल्दैन अनि झ्याप्पा चल्नु न त रङ नभए ल्याउ बरु हल्लै पुगेन उडाउनु पर्यो बल्ल कलरको एकचोटि फेरि कलर खानु कलर चाहिँ माथि खानु ल बनाउनु त मिल्ने नमिल्ने केही छ कि छैन नेपाली चलचित्रको पिलरहरू हाम्रो सम्पूर्ण सञ्चारकर्मी साथीहरूलाई ह्यापी होली है किन मन छोड्नु वाह क्या रङ छ पछाडि चाहिँ गरौँ त अगाडि होइन कि पछाडि अलिक जस्तो गरौँ ह्याप्पी होली पिताम्बर होली भन्नु पर्यो जय पिताम्बर अलिकति अब होली रिलेटेड अलिकति फनवाला क्वेसन आन्सर पनि गरौँ न होइन डिरेक्सन साहबबाटै पिताम्बरलाई चाहिँ तपाईँ कुन चाहिँ रङसँग कम्पेयर गर्नुहुन्छ होलीको कुन चाहिँ रङसँग किन रातो रङ पावर पनि हो पिताम्बरमा यी सब कुरा छन् विजय पनि हो विजय भव भन्दा रातो टिका लगाइदिन्छ है त्यही भएर रातो रङसँग पिताम्बरलाई गर्छु सँगसँगै पिताम्बरको आफ्नै कलर पनि छ होइन
येल्लो येल्लो कलर हैन तपाईँहरूको अलिक गोल्डन पावर फायर कलर पैसा कमाएर सुन किन्ने भन्ने अगाडि रातो चलेपछि पहेँलो भनेर र प्रदीपजी चाहिँ पिताम्बरलाई कुन चाहिँ कलरसँग कम्पेयर गर्नुहुन्छ र किन म त अब डिरेक्टरले जे भने त्यही मान्ने मान्छे होइन अब थिमको हिसाबले रेड अनि त्यो जुन हुन्छ नि ग्लोरिफाइड हिसाबले जुन क्यारेक्टर ग्लोरिफाई गराउनलाई चाहिँ गोल्डन थिम युज भएको छ हामी चाहिँ येल्लो रेड र तपाईँको लाइफसँग चाहिँ कुन चाहिँ कलर कम्पेयर गर्नुहुन्छ होलीको मलाई मन पनि त एकदम ब्ल्याक एन्ड व्हाइट हो होइन त्यो चिज भने चाहिँ एकदम सजिलो हुन्छ नि त ब्ल्याक एन्ड व्हाइट मलाई यस्तो चिजहरूमा कन्फ्युजन हुन्छ कि के राइट के रङ सकिन्न नि त होइन ब्ल्याक एन्ड व्हाइट एनी टाइम जस्तो नि पिताम्बरी भनेर चाहिँ एउटा ब्रान्ड छ होइन जसले चाहिँ पूजाको भाँडा सामग्रीहरू त्यो चिल्लो फोहोर त्यो त्यसले सफा गर्छ नि यो फिल्मले चाहिँ के सफा गर्छ जस्तो लाग्छ क्या तपाईँलाई पिताम्बरले फिल्म लाइनमा क्या फिल्म लाइनमा कि फिल्म भित्रको फिल्म नगरीमा चाहिँ के सफा गर्ला के नयाँ कुरा चम्काएर लिएर आउला के नयाँ कुरा दर्शकमा अलि के अरे हलमा अलि दर्शक कम भइरहनु भएको छ खचाखच ल्याएर चम्काउँछ कि प्रतिको उत्तर यस्तो छ फिल्ममा पनि अब फिल्ममा जुन एउटा सेटअप छ एउटा टेरिटोरी छ होइन हामीले परासी भनेर इस्टाब्लिसै गरेको छौँ होइन एउटा एरिया छ जहाँ एकदमै धेरै अब गन्दगी भनौँ त्यसलाई अब अर्को एक्ज्याक्ट वर्ड के भन्छ त्यसलाई सफा गर्नलाई तपाईँले भने जस्तो जस्तै त्यो भाँडामा फोहोर भएपछि त्यसलाई सफा गर्न पिताम्बर युज हुन्छ त्यस्तै हाम्रो क्यारेक्टर पिताम्बरले गएर त्यो एरियालाई सफा गर्नको लागि चाहिँ पिताम्बरको जन्म भएको होइन त्यो 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 जति पनि छ नि 7-8 जना जति पनि देखाएको छ म आफै पनि के हो त्यहाँ अब फिल्म हेरेपछि थाहा हुन्छ पिताम्बरै हो कि होइन को हो पिताम्बर त्यहाँभरिमा होइन को हो त त्यो सफा गर्ने क्यारेक्टर म पनि त अब फोहोर गर्नै आएको पनि हुन्छ या कुनै हुन्छ त्यही नै हो यो आज होली छ होइन यति धेरै मल्टी स्टारर कास्ट हुनुहुन्छ नि तपाईँहरूको डिरेक्टर हुनुहुन्छ प्रड्युसर हुनुहुन्छ अनिखेरि कलाकार नै लगभग 1 दर्जन जति हुनुहुन्छ तपाईँ कुन चाहिँ कलाकारलाई कुन चाहिँ रङ लगाइदिनु चाहनुहुन्छ सुपुष्पाजीलाई कुन चाहिँ रङ अनि कृष्णजी अनि अरू कास्टहरूलाई सुपुष्पालाई त पिङ्क भन्दै गर्दाखेरि पिङ्क भन्दा नि होइन एउटा भन्नुपर्छ म पर्पल लगाइदिन्छु भन्नु पर्छ पर्दैन त्यो फेरि सिक्रेट आउट हुन्छ कि पर्पलले चाहिँ सायद फिल्ममा अलिकति एउटा केही चिज डिनोट गर्छ पर्पलले चाहिँ होइन त्यो सायद उहाँसँग रिलेट गर्छ होला क्यारेक्टरको हिसाबले गर्दा अनि डिरेक्टर साहबलाई कुन चाहिँ कलर डिरेक्टर साहबलाई त रेड नै हो अनि यता अर्को प्रोड्युसर साहब हुन्छ प्रोड्युसर साहबलाई चाहिँ अब ग्रिन किनभने डलर भनेको ग्रिन हो ग्रिन लगाउनु पर्छ हाम्रो प्रोड्युसरहरूलाई अनि अर्को सिनेमाटोग्राफर प्रोड्युसर हुन्छ सिनेमाटोग्राफरलाई चाहिँ व्हाइट लाउनु पर्छ किनभने व्हाइट भनेको सबै रङको मिश्रण हो अनि उहाँ चाहिँ आज डिओपी भनेको चाहिँ पेन्टर हो नि त उहाँ त लाइटले पेन्ट गर्ने मान्छे हो सो व्हाइट उहाँलाई सबै यता दिव्य दाईलाई चाहिँ ब्लू एकदम शान्त काम मान्छे केही टेन्सन छैन यति अग्लो हुनुहुन्छ कि आकाशै छुनु होला जस्तो होइन सो उहाँलाई चाहिँ ब्लू सौगात मल्ल सरलाई सौगात दाईलाई चाहिँ येलो म्याच पनि गर्छ होला एकदम उहाँ चाहिँ फिल्मको लागि हाम्रो फिल्मको लागि पनि अघि भने जस्तो एकदम ग्लोरिफाइड क्यारेक्टर हो यदि फिल्मभरिमा कोही एउटा न्युट्रल या भनौँ अलिकति मोरल इथिक्समा भएको कोही मान्छे छ भने चाहिँ गोल्डनवाला अनि दयाहाङ राईज्यूलाई दया दाईलाई चाहिँ अब ब्लू त अब गइसक्यो होइन रिपिट गर्न मिल्ने कि नमिल्ने हुन्छ मिल्छ नेपाल पुलिस है दादालाई पिङ्क लगाइदिनु पर्ला अब सुन्दाखेरि त पिङ्क भनेपछि अब अलिकति हामीले चाहिँ अलिकति फेमिनिस्ट भन्ने हिसाबले सोच्छ तर त्यो होइन क्या फेमिनाइन एनर्जी भनेको चाहिँ लभिङ केयरिङ हो नि त होइन यदि त्यो मान्यो भने दादाले सबैभन्दा माया गर्ने दादाले आउन साथ त्यहाँनिर जमघट माहौल हुन्थ्यो खोज्न सिधै त्यहाँ हामीहरू एउटा ठाउँमा जानु पर्थ्यो सबै त्यहीँ हुनुहुन्थ्यो अनि अर्को अनुप विक्रम साईज्यूलाई अरे यार बाँकी छ कलर अनुप विक्रम साईलाई कुन चाहिँ कलर ए अनुप दाईलाई ब्ल्याक ओके अनि लास्टमा दिव्याजी हुनुहुन्छ उहाँलाई कुन चाहिँ दिव्यालाई चाहिँ अब दिव्यालाई चाहिँ अरेन्ज ठिक हुन्छ हाम्रो त्यो टिजरमा पनि हाम्रो म्याच पनि भएको छ स्वाको पनि छ सबैलाई भाग पनि पुग्यो तर अडियन्सहरूले त दिव्यालाई चाहिँ सुरक्षाजी पनि हुन्छ सुरक्षालाई पनि रेड नै दिनु पर्ला उहाँ र उहाँमा खासै डिफ्रेन्स छैन रातो त फेरि दिव्यालाई दिनुपर्ने जस्तो हुन्छ अरेन्ज तराईको हिसाबले टिजरमा अनि सिन्दुरको कलर हो नि त होइन सिन्दुरको कलर हो नि त त्यो मैले दिन मिलेन किन दुईटा मुभी सँगै गरिसक्नु भएको छ तपाईँहरूको प्यारोको यता एक्टरज्यूलाई दिउ त मुभी त मैले हिरोहरूसँग पनि गरे होला दाईसँग पनि गरेको छु दाईसँग
मसँग नि गरेको छ अब दुईटा मुभी गर्दै पनि त्यसरी रातो लाइट हिँड्नु त भयो होइन उहाँहरूसँग लभ अफेयरको कुरा आएको छैन नि त उहाँहरूसँग लभ अफेयरको कुरा आएको छैन होइन अब निकाल्दिनु न त के भन्छ र प्रदीपजी छातीमा हेर्नु त ठ्याक्क तपाईँको चाहिँ ब्रान्ड रहेछ कि यो ब्रान्डको चाहिँ अलिकति पिताम्बर ब्रान्ड हो बनाउने क्रममा छौँ अब रिलिज अगाडि नै छ छैन रिलिज पछाडि रिलिज पछाडि चाहिँ हाम्रो टिम हाम्रो ब्रान्ड चाहिँ एउटा सशक्त हिसाबले तपाईँले अहिलेसम्म लोला कसैले हानेर एकदमै दुःख दिएको तपाईँले लखेटेको त्यस्तो हाम्रो स्कुलमा चाहिँ अलिकति हुन्थ्यो होइन स्कुलमा हुँदाखेरि अब आज चाहिँ भोलि छुट्टी छ आज बेलुका चाहिँ होली खेल्ने हुन्थ्यो नि त होइन पानी सानीवाला त्यतिखेर चाहिँ हुन्थ्यो घरमा चाहिँ गाली खाइन्थ्यो पिडाइ खाइन्थ्यो त्यो होली खेल्न गएको बेलामा तर पनि छोडिँदैन थियो यता सुपुष्पाजीको कुरै सुन्न पाएन तपाईँले कतिको लोला खानुभयो स्कुलमा हामी त झन् म मेरो त घर हाइवेमा थियो होइन अनि त्यहाँनिर जाने अनि जगमा पानी खाने अनि त्यो ट्रकहरू बिस्तारै आउँथ्यो नि ट्रक स्पिड खाने अनि उनीहरू रमाउँथ्यो हामी पनि ओ गर्दै कराउने बच्चा बेला त्यस्तै त्यस्तै लोला खाँदा मजा आउँछ कि अलिकति त्यो अहिले त आउँदैन पहिला चाहिँ रमाइलो हुन्थ्यो आफूले पनि हालिन्थ्यो अरूले पनि हालिन्थ्यो र यता हाम्रो दिव्यदेव ज्यू पनि हुनुहुन्छ है तपाईँ यो फिल्म पिताम्बरलाई तपाईँ चाहिँ कुन चाहिँ कलरसँग कम्पेयर गर्नुहुन्छ र तपाईँको स्पेसल्ली यो पिताम्बरको टिजरमा चाहिँ भोइसबाट नै अडियन्सहरू एकदमै फ्यान हुनुभयो जस्तो लाग्छ तपाईँ आफै चाहिँ कतिको एक्साइटेड हुनुहुन्छ त्यो भनिदिनु यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानम् अधर्मस्य तदात्मानं सृजाम्यहम् मैले चाहिँ पिताम्बरलाई चाहिँ सबै कलर दिन मिल्छ फिल्मै त्यस्तो छ मल्टी कलर छ कलरफुल छ एकदमै सो मेरो विचारमा चाहिँ पिताम्बर धेरै रङहरूको संयोजनले इमोसनली पनि कलर वाइज बाहिरभित्र कथाहरू सबै हेर्दाखेरि चाहिँ त्यस्तो खालको बनेको छ जस्तो लाग्छ अर्को क्वेसन के थियो क्वेसन गर्नु थ्याङ्क यू